50 युनिट बिजुलीमा चाहिँ भ्याट नलाग्ने बाल्दाखेरि 50 युनिट भन्दा बेसी बाल्नेलाई चाहिँ 13% भ्याट लाग्ने। हिजोको भाषणमा अर्थमन्त्रीले यही भन्नुभयो क्यारे। मैले चाहिँ के अपेक्षा गरेको थिएँ भनेदेखि 50 युनिट भन्दा कम चलाउनेले चाहिँ निशुल्क, अनि त्यो भन्दा माथि चलाउनेले चाहिँ अझ बिजुली त अहिले कति 11, 12, 13 रुपियाँ कति रुपियाँ छ होइन, युनिटको चलाइ अनुसारले फरक छ। यो चाहिँ दर रेट घटाएर 6-7 रुपियाँ ल्याउँछन् होला नेपाल सरकारले, अनि सबैतिर सजिलो हुन्छ भन्ने सोचेको थिएँ मैले चाहिँ। किनभने नेपालमा यति ठुलो हाइड्रो पावरको सम्भावना छ र यति धेरै हाइड्रो पावर बन्दैछ, यसले गर्दा चाहिँ बिजुलीको रेट घट्नुपर्छ। सबै कुराहरू बिजुलीमा जानुपर्छ, जस्तो मान्छेले खाना पकाउने कुरा पनि सब बिजुलीमा। अनि उद्योग धन्दा कर कारखानाहरू पनि अहिले धेरै जस्तो कोइलाबाट, डिजेलबाट, ग्यासबाट चाहिँ उत्पादन भइरहेछ भने त्यो सबैलाई विस्थापित गरेर सबै चाहिँ इलेक्ट्रिक हुनुपर्छ भन्ने कुरा थियो। इलेक्ट्रिक हुँदाखेरि प्रोडक्सन, उत्पादनको प्रोडक्सनमा सस्तो पर्थ्यो, हरेक चिज सस्तो पर्थ्यो। अब ढुवानी पनि बिजुलीवाला गाडी ट्रक हेरेर आएपछि हरेक ढुवानीमा नि सस्तो पर्थ्यो, सबै कुरामा सस्तो पर्थ्यो र सबै कुरा सहज हुन्थ्यो नेपाली जनताको लागि चाहिँ। यो 13% भ्याट लागिसकेपछि अब त्यो उद्योगले एक त बिजुली महँगो तिर्नुपर्छ, अनि दोस्रो भ्याट तिरिसकेपछि त्यो प्रोडक्सन कस्ट त त्यत्तिकै महँगो पर्यो नि त। नेपालमा उत्पादन हुने प्रोडक्सनहरू होइन, जति पनि छ गार्मेन्ट भनौँ, ठुल्ठुलो फ्याक्ट्रीहरू भनौँ, कारखानाहरू भनौँ होइन, हरेक चिजमा चाहिँ भ्याटले मार्ने भयो। त्यो 13% भ्याट चाहिँ नलाउँदा हुन्थ्यो। अझ छुट गर्नु परेमा 13% प्लस भयो बिजुलीको दाम होइन। त्यो चाहिँ अति नै संवेदनशील विषयमा यस्तो कुराहरूमा चाहिँ सरकारले ध्यान दिनुपर्ने थियो। सरकारले ध्यान दिएन, ठिकै छ। अब सरकारले जे नियम भन्छ त्यसलाई चाहिँ मान्नैपर्छ होइन, मान्नैपर्छ। अब 13% भ्याट बिजुलीमा तिर्ने हो, बस्ने हो, अब अरू त केही छैन। अनि प्रधानमन्त्रीबाट एउटा स्ट्याटस आएको छ, ढुक्क हुनुहोस् भनेछ। ढुक्क हुने, बस्ने, योभन्दा अर्को विकल्प छैन हामीसँग।